डाँडा सही हो भएको छ सही हो। हेलो साथी नमस्ते, फेरि तपाईँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म एउटा नयाँ रियाक्सन भिडियो लिएर आएको छु। हर्क साम्पाङ भर्सेस बालेन्सा स्याभेज होइन त। जाने गरी हामी रियाक्सनतिर लाग्यो त साथीहरू। I love you. साँच्चै रिसाकी हो र तिमी के रिसाको जस्तो गरेकी चाहिँ राम्रो बुझ्नु है, बिचमा प्याच्चा नसोध्नु सधैँ जस्तो। आउँदैछु म कुरा फेरि आउँदैछु भन्दैछु त। तपाईको सबभन्दा प्रिय साथीको मेयरमा क्या मेयरहरूमा हाम्रो बालेन्सा कोरे बालेन्सा है, बालेन्सा हर्का साम्पाङलाई सबभन्दा धेरै मनपर्ने नजिकको साथीको बालेन्सा। नबिर्स्नु साथीहरू, नबिर्स्नु। श्री बाबु मर्जन रेडी दाल र बालेन्सामा बालेन्सा मनपर्छ बालेन्सा त्यस्ता मुला 2 वर्षमा के भएछ यार? हुन त साथै साथी मनमुटा भएछिमा दुश्मनी बबाले हुन्छ भन्छ, त्यस्तै रहेछ। Oh darling, narisauna. I'm just kidding. अस्ति यो भिडियो हेरेँ, यो इन्टरभ्यू मैले पुरै सुने, तर यो इन्टरभ्यू सुनिसकेपछिमा चाहिँ देखिसक्यो, इन्टरभ्यू हेरिसकेपछिमा सुनिसकेपछि मलाई अलि हर्का साम्पाङप्रति पोजिटिभ भाइब आउनु थाल्यो क्या। चुनावभन्दा अगाडि चाहिँ म हर्का साम्पाङ एकदम विरोधी नै भन्थेँ। अब हर्का साम्पाङका समर्थकहरू चाहिँ प्रश्न उठाउँथे, तर यो भिडियो हेरिसकेपछि यसरी चाहिँ म अलिक पोजिटिभ भयो भनौँ न। अलिक त्यसपछि स्ट्याटसहरू पनि अलिक त्यस्तै टाइपको आउनु थाल्यो, त्यो धेरै कटाक्ष आउनु थालेन त। त्यही भएर आजभोलि चाहिँ म हर्का साम्पाङको फ्यान त नभनौँ, समर्थक पनि होइन कि, त्यो राम्रोले राम्रो नराम्रो नराम्रो भन्ने खालको चाहिँ भएको छु क्या। सरी भयो आज। हर्क साम्पाङको स्ट्याटस यति मिनेटमा आउँछ भन्ने मान्छेहरू छ। आउँछ त, यहाँ अहिले पनि लेखौँ भनेको तपाईँले भुलाइराखेर। तर साँच्चै यार, माया कसम अस्ति एक दिन चाहिँ होइन हुन पनि हो यार, त्यत्रो स्ट्याटस मैले पनि हाल्न त माया कसम मैले पनि 32वटा स्ट्याटस त मैले हालेको हो। त्यो कुन दिन होइन, त्यो चाहिँ अब चुनावको परिणाम आउँदै गर्दाखेरि चाहिँ 32वटा स्ट्याटस भएको थियो क्या मेरो रातभरि। जो चुनावको त्यो मतगणना स्टार्ट 11 बजी, राति 11 बजीदेखि बिहान म 7 बजी 8-9 बजी सुतेको, 9-10 बजे 32वटा कहाँ 32ले पनि पुगेन होला सायद, 42 कति जस्तै भएको थियो मेरो पनि। मलाई यहाँ एकदम सकसक लागेर अघि त्यहाँ त्यो संसदीय दलको अफिस भनेर दिनुभएको छ, अगाडि फोहोर जम्मा भइरहेको छ, बेलचा भयो त भन्ने जस्तो भइरहेको थियो त्यहाँ मलाई। कहिलेकाहीँ अलिक धेरै अति गरे कि जस्तो लाग्ने होइन। कहिलेकाहीँ आफै चाहिँ श्रमदाता, आफूले चाहिँ श्रमदान स्टार्ट गरेको, आफै चाहिँ श्रमदाता भन्ने टाइपको, त्यो चाहिँ अलिक धेरै हो कि जस्तो लाग्यो होइन। श्रम पिता भनेको छ होइन, हर्कबाद भनेको छ, यो त मलाई चित्त बुझाएन क्या अहिले पनि, साँच्ची हो। जी चाहिँ आउँदाखेरि नमस्ते गर्दै आउनुभयो, बालेन्जी छिरेको चाहिँ मैले देखि के अरे थाहा पनि पाएँ। अल्छी छौँ है, कति अल्छी छौँ, अल्छीको त राजै हो नि। वर्षमा दिने वृद्ध भत्ता राष्ट्रपालले 75 बनाइदियो, के भन्नुहुन्छ यसो तपाईँको? लाइफ एक्सपेक्टेन्सी भनेकै अराउन्ड 70 हो हाम्रो, होइन हो कि भन्नु न, औसत आयु। अनि तपाईँको त्यो औसत आयुभन्दा माथि लगेर अनि यो त ठिकै हो, यो भन्दा नि नेपालीको आयो भनेको 70 आसपास हो, ठिकै पनि हो यो, यसमा खासै चिठा पार्ने खालको गर्नु हुँदैन। देशभक्तिको हिसाबले, देशलाई माया गर्ने के अरे तपाईँको चाहिँ के अरे त्यो एउटा स्वभावको हिसाबले चाहिँ हामी
एउटा विशाल दल हो, तर सङ्ख्याको हिसाबले चाहिँ 7 जना मात्रै। म त यस्तो कल्पना गर्छु नेपालमा भोक लाग्दा जङ्गल पस्ने क्या, जङ्गलमा आँप फलिराखेको, लिची फलिराखेको, कटहर फलिराखेको, अभोकाडो फलिराखेको, अम्बक फलिराखेको, होइन, चिउरी फलिराखेको, सुन्तला स्याउ फलिराखेको हुँदाखेरि हामी बजार जानुपर्छ त? डेफिनेटली पर्दैन होइन। मान्छे चाहिँ पैसा बोकेर कुदिनु पर्ने क्या। खोइ कमिला कहिले पैसा बोकेर सपिङ गएको देख्दिन। डिप्रेसन सर मान्छेलाई कोसँग दाज दियो क्या यार। अब नेपालीको बानी जतिसुकै फलफुल जतिसुकै होटलको खाजा खाए पनि दाल भात रोटी नखाँदा चित्त बुझ्दैन। 1-2 दिन टल्ला 2-4 दिन टल्ला त्यसपछि भनेको खाना खानै पर्छ क्या। सरकार चलाइराख्नु भएको छ, हामी प्रतिपक्षमा छौँ होइन। विधि हुन्छ होला नि त, त्यो फोनमा मेसेज पठाउने, फोन गर्नेहरू त्यो एउटा ठाउँमा होला होइन। नम्बर साथै भयो। त्यो चिज चाहिँ पहिला अब सरकारी नम्बर त थियो, अब उहाँले पनि छोड्नु सरकारी नम्बर, मैले पनि छोडेँ, अनि पर्सनल नम्बर हो। तू समझा? हाँ। नहीं तू समझा नहीं। नहीं तू समझा नहीं। सही हो भाइ, कसम सही हो, सही हो, सही हो, सही हो, सही हो भाइ, कसम यार। महाराजा पनि होला हौ। अल्छी चाहिँ अल्छी। मेरो एउटा गीत सुन्नु भएको छ, ओइ अल्छीको राजा भन्ने। ल अहिले सुनौँ न। अहिले कहाँ सुनाउँछु म? यो छाता ओढाको आफै यस्ता नाथे गर्ने यस्ता नाथे गर्ने उता लानु यो यसले त बिगार्छ त। ओके लास्टै गरेको संसदमा पनि तपाईँले आफ्नो मन्तव्यमा, लिखित वक्तव्यमा त्यो कुरा राख्नुभयो, एमसिसी खारेज हुनुपर्छ भन्ने लगायतको विषय। किन खारेज नहुनुपर्ने कारण चाहिँ के त तपाईँले सोध्नु, तपाईँले भन्नु न। गर्दाखेरि अब साना मान्छेहरूको ठुल्ठुला गुनासाहरू, साना दलका ठुल्ठुला गुनासाहरू सुन्नुपर्छ। त्यसका लागि अब बैठकै 16-17 मिनट ढिलो सुरु गर्ने, तर बोल्न चाहिँ फेरि 3 मिनटमा सकिसक भन्दाखेरि त्यो चाहिँ राम्रो चलन देखिएको छैन। अब आगामी दिनहरूमा चाहिँ राम्रै हुन्छ होला, भएन भने म फेरि घडी उपहार ल्याउँछु। केही मान्छे चाहिँ अलिक धेरै नै रमाइराखेका थिए। हजुर। अब म चाहिँ पालिका चलाएर आइसकेको होइन, अलिकति तपाईँको चाहिँ नै भएको कारणले गर्दाखेरि पनि होला, म चाहिँ एक्साइटेड पनि थिइनँ। अब यस्तै त सुनाउने होला नि, के सुनाउनु अर्थ होइन। चिया रहेछ, चिया पनि रहेछ, अनि त्यो चियामा पनि चिनी त्यति लागेको रहेनछ। दिनमा बालनजीलाई देखाएर नमस्कार गर्नुहुन्छ। सुन्नु न, पदमा उहाँ हुनुहुन्छ, पदमा हुनुहुन्छ उहाँ, पदमा हुनुहुन्छ नि। अब हो त्यो पदलाई मैले रेस्पेक्ट गर्नुपर्छ, विधिलाई मान्छु म, तर व्यक्ति मेरो लागि ठुलो कुरो होइन। किनभने त्यही पदमा अर्को मान्छे पनि थियो नि त, आज खोरमा छैन। साह्रै आई लभ यु कतिको ट्युन अफ रहेछ भन्ने यस्तो पनि हो नि त। फेरि परीक्षा चाहिँ लिइरहन्छु कि म घरमा मेरो श्रीमतीको पनि लिइरहन्छु। गर्दा गर्दै मेरो आज प्रश्न चाहिँ आफै प्रश्न खाने ठाउँ यहाँको गाली खाने ठाउँमा भन्न न। यसको पनि आलोचना गरेको देख्छु। जेलले भ्याउला लाग्छ, ठुलै जेल बनाउनु पर्ला नि। तपाईँहरू हँसाउनुहुन्छ। जेलमा मान्छेलाई थुनिराख्ने होइन नि, सम्पत्ति शुद्धिकरण लगाएर। म त सरकारमा गएँ भने त जेलमा बस्ने मान्छे सबैले श्रमदान गर्नु लान्छु। जेलमा हाल्ने त्यहाँ राखेर कहाँ भात दिँदै राख्ने हो। कैदीकै पहिरनमा कि नर्मल? कैदीको पहिरनमा। कैदीको पहिरनमा पहिला फिल्मतिर देखिन्थ्यो नि, कैदी नम्बर यति बिल्ला नम्बर।
यो त ठिकै यार साँच्ची तर उहाँको छ यार कैदीलाई त्यो जेलमा गएर राखेर राज्यको ढुकुटी खर्च गर्नुभन्दा दिउँसो काम गरेर भने बेलुका सुताउने। म चाहिँ कोही मान्छे आउँदैछ हुनेवाला को जति के मन्त्री आउँदैछ भने नमस्ते गर्छु थोडा, उसले मलाई गर्नुपर्छ नि सुरुमा, अनि न मैले गर्ने होला। सल्लाह सुझाव दिँदा चाहिँ तपाईँले बोल्ने थिएको त्यस्ता नाथे भन्नुहुन्छ भन्छन्। धेरै नै हेप्दाखेरि चाहिँ म भन्छु नि त झ्यास गनेर गन्तव्यमा पुगिँदैन पनि भन्छु। शब्दहरू चाहिँ कहाँ त्यो शब्द चाहिँ जे गीतहरू लेख्छु त्यसले गर्दा होला। गरौँ नेपालीको शरण गर्ने दिन आइसक्यो भन्नेहरू होइन। तिम्रो मेरो एकताले यो देश बन्न सक्छ, शान्ति अनि उन्नतिले आकाश चुम्न सक्छ भन्ने खालको गीतहरू मेरो थुप्रै गीत त्यस्तो पनि छ। तर मान्छेले चाहिँ त्यस्तो गीतहरू चाहिँ सुन्दैन रहेछ। भाग 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 पर तपाईँले आफूलाई आज प्रतिपक्षी बेन्चमा रहँदै गर्दा यो बिचमा 5 वर्षभन्दा अगाडि वा पछाडि कुनै दिन प्रधानमन्त्रीको रूपमा आफू हुन्छु भनेर तपाईँ कल्पना गर्नुहुन्छ? त्यो अहिले नभनौँ, अस्वाभाविक हुन्छ, फेरि ट्रोल हुन्छ। अलरेडी थाहा भइसक्यो नि होइन। अब भविष्य एकपल्ट देखाएको छ र त्यही पनि अहिले त्यो हुनसक्छु भन्ने एउटा भने चाहिँ के कारणले भने त के कारण छ त प्रधानमन्त्री भन्ने कुरा चाहिँ एउटा ट्रोल बन्न सक्छ नि त। त्यही भएर अहिले सजग चाहिँ भएकै पक्कै पनि। तपाईँहरू पनि आउनु है, मिडिया पनि आउँछ। ठुलो ढुङ्गा बोकाउँछु म, क्यामेरा पर राख्ने स्ट्यान्डमा हुन्छ। अर्को सामान कहिले प्रधानमन्त्री बन्छ? प्रधानमन्त्री तपाईँहरूले कहिले बनाउने? अर्कैको जुनसुकै शक्ति आओस् अर्क साम्बाङलाई हल्लाउन सक्दैन। जलवा है हमारा। अर्क साङपाङको श्रम संस्कृति पार्टीमा ल्याएर श्रम गराउन कतिको मन छ तपाईँले? के अरे यस्तो छ उहाँको अब आफ्नै ऊ छ होइन। म श्रमदानको टी सर्ट चाहिँ एउटा दिनु पर्यो भन्दैछु। बालन शाहले संसदमै दिनुहुन्छ कि बाहिर? काली काली कातिल नजर न देख मुझे ऐसे। इसका क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। I love you. Love you. कस्तो कस्तो क्या एउटा भुइँ मान्छेबाट म आएको मान्छे हो, अझै पनि म भुइँमै छु, सधैँभरि म भुइँमै रहन्छु। भुइँमा रहँदाखेरि फाइदा के रहेछ भने लड्ने खतरा हुँदैन। लड्ने र झर्ने खतरा त्यसलाई हुँदो रहेछ जो चाहिँ उचाइमा माथि उड्छ नि। म चाहिँ सधैँभरि माटैसँग जोडेर बस्छु होइन। हिजो पनि थिएँ, आज पनि छु, भोलि पनि रहन्छु। जोस् रमाइलो लाग्यो होइन, भिडियो हेरेर रमाइलो लाग्यो। विगत भविष्य अब तर चुनाव ताका बेला चाहिँ एकदमै खैरेनो खन्यान बालेन शाह र लान्छानीप्रति एकदमै हुन्छ नि खैरेनो खन्यान। बिस्तारै बिस्तारै हर्का साम्बाङजी पनि लाइनमा आउँदै हुन्छ। नयाँ नयाँ मिल्नुपर्छ भन्ने एउटा मनमा केही न केही कौतूहलता केही न केही गिल्टी फिल भयो होला। अहिले मैले धेरै पो गरेँ कि भन्ने टाइपको भयो पनि हुनसक्छ होइन। बाहिरी मनमा बाहिरी नबोलिसक्यो भने अहिले पछिल्लो 4-5 दिन 8-10 दिन यता चाहिँ अलि केही मैले चान्स चाहिँ पाएँ क्या, अलिकति मैले चान्स पाएँ क्या। यस्तै हो र त साथीहरू। यस्तो चाहिँ भिडियो मनपर्छ भने तपाईँ यहाँसम्म पुगिसक्नु भएको छ भने चाहिँ प्लिज मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर भन्नु है त, यदि तपाईँ यहाँसम्म पुग्नु भएको छ भने क्या। अनि यो भिडियोलाई लाइक कमेन्ट सेयर है त साथीहरू। ल बाई टाटा बाई बाई नमस्ते।